नमस्ते सबजनालाई साथी हो। आज चाहिँ ढेँडो होइन ल, आज चाहिँ गाउँको चामल ताजा ताजा के अरे हरियो साग रायोको अनि मुलाको अचार आफैले बनाएको टमाटर टिमुर अनि मलाई चाहिँ दालमा गाबा राखेर कि पेँडालु राखेर लतक्क पकाएर खानु मन थियो कि साथी हो। केही छैन जिन्दगीमा होइन। अनि सिमीको तरकारी लो हेर्नु है साथी हो, कहिलेकाहीँ यसरी पनि खानुपर्छ के, मरिलाने जिन्दगी के पनि छैन, खानाको लागि दुःख गरेको हो। यो चाहिँ गाउँको चामल है, ढिकीमा कुटेको त खानु पाउँदैन आज भोलि, मिलमै हो। ढिकीमा कुटेको त झन् क्या मिठो हुन्थ्यो क्या साथी हो। आज यस्तो खानु मन लाग्छ नि, रातभरि ड्युटी गरेर आएको। ओ माई गॉड, मुलाको अचार हेर्नु न साथी हो, यस्तो मनपर्छ मलाई त। खाना भएपछि मलाई केही चाहिँदैन के, बाल हो, मलाई कसैको मतलब पनि छैन, चासो नि छैन। एक गाँस चाहिँ खान्छु ल साथी हो। यस्तो मिठो होइन। ओ माई गॉड, मलाई त धेरै थरी तरकारी नि चाहिँदैन कि, भोक लाग्नुपर्छ नि साथी हो। यस्तो कति मिठो के, बोडी र आलु फ्राई गरेको होइन। यस्तो मिठो भएको कि यो सिमी के, आफ्नै बारीको होइन। बाबु खोर्सानी ल्याइदेऊ त। दालमा यस्तै पेँडालु हालेर होइन, जिम्फुले झानेको मलाई चाहिँ पिरो चाहिन्छ क्या साथी हो लास्टै। त्यही माथि गाउँको अर्ग्यानिक चामल है, यस्तो मिठो होइन, गिलो गिलो हुन्छ नि त गाउँको चामल त। अनि यस्तो मजाले बास्ना आएको छ कि होइन, बल्ल आनन्द भयो। यस्तो भोक लागेको थियो होइन साथी हो, कहिले पकाएर छिटो हालेर खानु पाए नि हुन्थ्यो यार, भइरहेको थियो।
बल्ल आनन्द भयो। यस्तो मिठो लाग्छ मलाई खाना साथी हो। खाना प्रेमी को हुनुहुन्छ कमेन्ट गर्नु है साथी हो।